होइन आज चाहिँ दिदी एक बिहान बिहानै कहाँ गयो भनेर यसो हेर्छु त दिदी त पूजा गरिरहनु भएको छ। त्यसपछि म पनि गएर पूजा गरेँ। समीर भाइको चाहिँ आज फेरि बर्थडे रहेछ, चक्लेट बाँड्दै हिँडिरहेको थियो भने। त्यसपछि पसलमा गएर एक पोको चिया रङ किनेर ल्याएँ। अनि दिदीलाई खोइ छोड दिदी म आज चिया पकाएर खुवाउँछु भनेको त उता गएर बस ढङ्ग मरु कसो गरौँ भनिदिएर चाहिँ ल नि त ल पकाएर दिने भाइ दिए भनेर चट्टसँग कुर्सीमा हुट्टो हाल्दै बसेँ। छिटो पका त्यहाँ मलाई दिनुहोस् भने एक चड्कन लगाइदिन्छु भनेको नभन्दै चिया पनि बनाएर दिएँ। त्यसपछि कस्तो छ भनेर चरक्क चाहेको त आहा यति मिठो चिया त मैले जिन्दगीमा कहिले पनि खाएको थिइनँ। ओहो यसो मोबाइल चलाएर बसिरहेको थिएँ, कम त अल्छी लागेन। त्यसपछि भाइहरूसँग चट्टसँग घुम्नलाई रमाइलो गर्दै लाग्यो। गएर हेरेको त भाइहरू त के हो बिग्रेको गाडीभित्र चढेर चलाउन पो थाल्यो भने होइन यता केटाहरू के गरिरहेछ भनेर हेरेको त बाबा जे भयो नि होस् भनेर चट्टसँग हामी चाहिँ खोलो तर पारी जाने निर्णय गरियो। म चाहिँ सुरिएर होलो तर्छु भनेर गएको त बाबा हो होलो पनि कम्ता गहिरो थिएन भने हिलोमा हुट्टो भाँसिएर हुट्टो निकाल्न पनि मुस्किल भइरहेको थियो। समीर भाइ म ट्राई गर्छु है त भनेर गएको ऊ पनि सकेन। भिडियोलाई लाइक गरेर च्यानललाई सब्सक्राइब गर्नलाई आजलाई यति। बाई बाई।